दिने रे साइला जाने कुन भाले हौ उतो ठुलो ठुलो चाहिँ हाँस्नु त मामा फेरि एकचोटि यता हेरेर हाँस्नु न नाच्न नाच्न हौ एकचोटि कचिलो एकचोटि प्लिज सबैले देखेका छन् त नाचेको एकचोटि लु हेलो एभ्रिवान वेलकम टु माई भिडियो आज चाहिँ इलामको मौसम चाहिँ धेरै दिनपछि घाम लागेकोले गर्दाखेरि चाहिँ एकदम आनन्द भए जस्तो फिल भएको छ अनि यता चाहिँ यस्तो उग्रेको छ यति राम्रो भएको छ अनि यहाँ मामा कहाँ भन्नु हुँदैछ मामालाई चाहिँ ए यहाँ तल हुनु हुँदो रहेछ यहाँ चाहिँ मामाहरू डोको बोकेर आउनु त म यहाँ मम्मीलाई खोज्दै हिँडेको हाम्रो बाख्राले चाहिँ कहाँ र त यहाँनिर भिडियो बनाउँदै हिँडेको त्यही भएर मामाहरू चाहिँ भिडियोमा निक्लिनै जानु नै यो मेरो कान्छो मामा हो अनि यहाँ पछाडि आउने त मेरा मामाकै छोरा हुन् सबै अनि यहाँ घुँडा खुस्केर दिदीको हिँड्ने बिचरा तपाईँ पनि मम्मीकै खोजीमा हुनुहुन्छ उच्च देवाल चाहिँ दे छोड्यो नि बोला खान नपाएर आमा अब मौसम चाहिँ एकदम राम्रो छ यहाँ चाहिँ दैलो लाएर मान्छेहरू मामाहरूकोमा चाहिँ दैलो लाएर मान्छे कोही पनि छैन अब म चाहिँ मम्मीलाई खोज्दै गएको मामा यहाँ के गर्नुभएको मामा पानी बनाउनु भएको माइजू खोइ फुल यति राम्रा फुलेका छन् यहाँ माइजू चाहिँ गुफा पस्नु भएछ अहिले हुनुहुन्न अब यहाँ चाहिँ भिडियो बनाउने क्रममा अब मेरो मम्मीलाई खोज्दै म जाँदैछु यहाँनिर चाहिँ हाम्रा यता पनि बाख्रा छन् यी बल्ल भेट्यो मम्मी के लानुभयो भन्नु त माइली बुकु जतिकै भयो कसलाई मामालाई लगिदिनु भएको बाबा दिदी मम्मी धेरै दिनपछि आज घाम आएर तपाईँलाई कस्तो हुँदैछ त भन्नु न कस्तो हुन्छ राम्रो हुन्छ अनि घाम आउँदा मम्मी के हजुर भन्नु न हजुर भन्ने के त ल हजुर भन्ने कस्तालाई त हजुर भन्दिनँ मसँग कहिले के भनेर बोल्नुहुन्छ के भन्नु मम्मी हजुर कान्छी छोरी आज चाहिँ भरे दिउँसो चाहिँ आमा छोरी भएर तपाईँको जीवनको कथा बारेमा भिडियो बनाउनु पर्दैन पर्छ र मम्मी मेरो मुटु पोल्छ होइन मम्मी एउटा भिडियो बनाएर हाल्नुपर्छ हाल्न प्लिज मम्मी प्लिज न प्लिज तपाईँ यो गाउँको के तपाईँको यो बाख्रा पालन चाहिँ कहिलेदेखि सुरु गर्नुभएको तपाईँले तेरा बाउसँग बिहे गरेदेखिको कति सालमा चाहिँ बिहे गर्नुभयो मेरो बुवासँग भन्नु त कति सालमा गरेँ नि थाहा छैन भन्नु न लगभग अहिलेसम्ममा तपाईँले यति वर्षको भइसक्नुभयो तपाईँ कति वर्ष हुनुभयो भन्नु त 70 पुग्न आँट्नुभयो अनि तपाईँले अहिलेसम्ममा लगभग कति जतिका चाहिँ खसी बेच्नुभयो नि के थाहा कतिवटाको दर पाल्नु भएको थियो कति करोड बेच्यो 10वटा 12वटा अहिले चाहिँ तपाईँका कतिवटा छन् खसी अहिले त सबै मरेर सके के भएर चाहिँ मर्यो त खसी रोग आयो अनि अहिले यहाँ तपाईँका 4टा छन् अनि अर्को खोरमा कति छन् 4टा छन् अब थप्नुहुन्न अलिक थप्ने विचारमा हुनुहुन्छ कि यति नै पाल्ने विचारमा हुनुहुन्छ कसलाई थप्ने त होइन आफै पाल्नु के भन्नु म अस्ति एउटा खसीको पैसा कहाँ गयो अरे मम्मी अस्ति एउटा खसीको पैसा 3टाको पैसा त मम्मी यो त प्राइभेटमा हो नि सिक्रेट हो नि यहाँ थाहा पाउँछ नि होइन अरूले थाहा पाउँछन् कान्छी छोरीलाई एउटा खसीको पैसा गयो भन्दा गयो लाज हुँदैन भन्नु न मास्टर पढ्छु पनि त्यहाँ जापान पनि मेरो पैसा सबै अहिले जापान पनि नाप्यो मास्टर पनि नाप्यो गरिबका भी दिन आएगा भनेका भन्ने जस्तै हुन्छ नि त हौ मम्मी मम्मी तपाईँलाई 1 सेकेन्ड चुप लागेर बस्नै मन लाग्दैन हिलामा बस्छु बान्दा
भात छ रुच्दैन तर आज कति दिनपछि घाम आएर थलो उताको चाहिँ भएन नि त उयो बाख्राको हुनै भएन टाट्नै भएन अनि मम्मी यहाँ यस्तो धेरै घसेरै घसेर छ यहाँ हिँड्ने ठाउँमा चोरेर राजनीलाई बोकाउनु पर्ने ज्योति दिएन गोरु पनि जान्छ मम्मी अनि खाली खुट्टै हुनुहुन्छ त खाली खुट्टा छ चप्पल लाउनु पर्दैन लाउन जानु पर्यो नि उहिले तेरा बाउले किन्दैन ल घाममा आइज हाँसेर उता नाच्नु न मम्मी हो त डबी बोकेर एकचोटि प्लिज एकचोटि नाच्नु न मम्मी नाच्नु त मम्मी हो त बुइनीले नाचे जस्तै सागबारी साग छ भने नाच्नु त नाच्नु न हौ एकचोटि भिडियो बनाएको मैले छोडे क्या सागबारी नाच्नु अनि मात्र छोड्छु म बाटो लु सागबारी साग छ एकचोटि नाच्नु न कति राम्रो नाच्नुहुन्छ हाम्रो मम्मी सागबारी साग छ माइजू सक्नुभयो त मम्मी कहाँ जाने मम्मी आमचो कोसमा जाने अनि पो हाम्रो मम्मी बिहानै चिटिक्क परेर राम्रै भएर बस्नु भएको रहेछ सागबारी साग छ कुखुरा पालनले चाहिँ यहाँ मासुको रसेक भाडा घोप्ट्याएर बाबा दिदी यहाँ फायर अनि तपाईँ कुखुरा हेर्न बस्नुभएको होइन ल दिदी एकचोटि राजु समानको जस्तो हे गर्नु न कपाल यसो गरेर यता फर्केर गर्नु न प्लिज गर्नु त यस्तो गर्नु त हे गर्नु त यता फर्किनु न यता हौ फर्किँदिन कति दिन पानी आएर बल्ल बल्ल 1 महिनामा नुहाउनु भयो लु मम्मी माम खाम है टाढा बज्न आँटिसक्यो भाम खाम माम खाम भन्छु छोप्नु पर्छ उ गर्नु छोपेकै छ त दिदीले नहेरेर त घोप्ट्याएको नि मेरो हटस्पट अन गरेको छ नि त भन्नु त मम्मी तपाईँ नि त्यसो भन्नुहुन्छ त कसो अरे भन्नु त बाँचुन्जेल कसैले राम्रो गर्ने होइन मरेपछि आँसु नआई थुक लाउँदै गर्छ छोड्नु न मम्मी म के गर्छु धान लगिहाल्यो हेलो मम्मी के मम्मी के गर्नुभएको हौ कुखुरालाई चारो किन कुखुरा थुन्नु भएको यत्रो बेर अब आउनेलाई खुवाउनु पर्यो नि झापाकालाई कसलाई पठाइदिने रे साइला चाहिँ कुन भाले हौ ऊ त ठुलो ठुलो चाहिँ ल भिनाजु मम्मीले तपाईँलाई भाले यी कुखुरा चाहिँ कति छिटो ठुला भयो हौ तल पाल्न लान्छ यी केमा लानु बोरा हाम्रो मम्मीको कुखुरा पालन खसी पालन जाँदा जाँदै मर्छ मर्दैन ल मैले पनि प्लास्टिककै बोरामा जहिले जाँदा लान्छु त केही हुँदैन माथि राखिदिन्छ माथि खुङ्गी त छैन अनि हेर्नु तपाईँ त बोल्नै भएन पर उठेर आइस यता
यसलाई केही नहराउनु है। आएको फुल किन काट्नु भयो? नकाट्नु न मम्मी, राम्रो देखिरहेछ त फुल, यति राम्रो छ। कातुके होस् कि जेसुके होस्, किन काट्नु भएको फुल चाहिँ? मुनाले टुप्पो टुप्पो काट्छ। हो त नि काट्ने हो त चाहिँ, ऊ त लडेको रहेछ। फुल चाहिँ छाट्ने कार्यक्रम चल्दैछ यहाँ, बाँचिसक्यो त हो त के गर्नु। ऊ त नि लडेको छ मम्मी यहाँ नि। के भएर काटुके भयो मम्मी यो फुलहरू? हाँस्नु त मामा फेरि एकचोटि, यता हेरेर हाँस्नु न, यता हेरेर एकचोटि हाँस्नु न, मुख छोपेर। ऊ त फुलेर कति राम्रो देखिएछ हौ मामा। हो त लरिएको लहरा हो त, कति राम्रो देखियो। फुल जस्तै पो देखिँदो रहेछ त। फुलै हो भनेर जगाउनु भएको हो कि क्या? आमामा कति राम्रो फुल मामाहरूको घरमा हेर्नु है साथीहरू, यस्तो राम्रो देखिएको छ फुल त। हाम्रो चाहिँ फुल सक्यो, तिहार सक्यो। सबै काटुके भएर। कहिले रोपेको मम्मी यो फुल? कान्छी छोरीले। कहिले रोपे? अस्ति जेठ असार। जेठ असार मम्मी हो त नाच्न, नाच्न हौ एकचोटि मम्मी, नाच्नु न। चिउरी कचिल एकचोटि प्लिज, सबैले देखेका छन् त नाचेको। एकचोटि लु बुइनी नाचे जस्तो। चिउरी कचिल्लो पात सिरानी लाउ। लु लु 1 2 3 लु छिटो छिटो हो। लु 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 हो लु नाच्नु। चिउरी कचिल्लो पात सिरानी लाउन देऊ बहिनीको दाहिने हात। कस्तो मजा आज त मौसमै मजा छ नि त। मजा मजा कति राम्रो हुनुहुन्छ हाम्रो मम्मी त। म पनि पछि मम्मी जस्तै ढुङ्ग्री बुला खेलाउँछु। अनि यहाँ कोही कोही चाहिँ घर छोडेर जानुपर्छ भनेर यहाँ हेर्नु है साथीहरू, बिचरा यस्तै हो नि त। अनि मम्मी लिएर आइहाल्छ अनि यस्तो छोरीको घरमा जानुपर्छ अर्काको घर। यो दिदी त जहिले आउँदा रुँदै जान्छे, जहिले अघि रोएर बस्यो कि। आयो तर मलाई नि खोइ दिदीसँगै बस्छु र नि खोइ अहिले जान आँट्दा त नराम्रो लाग्दैछ। ल ल कान्छी बहिनी, म खाजा बनाइदिन्छु बाबालाई। थ्याङ्क यू फर वाचिङ। कति राम्रो फुल लानुभयो मम्मीले।